हाम्रो चाहिँ जयबिन्दास व्यर्थलाको बाल साक्षरता प्राथमिक विद्यालय चाहिँ अहिले चाहिँ विद्यार्थीको अभावले गर्दाखेरि स्कुल चाहिँ बन्द हुने अवस्थामा छ। ओ सर नमस्कार, के छ हल्ली चल्ली ठिक छ नि होइन? ठिक छ नि, कहाँ हिँड्नुभएको त नि फेरि अनि? ए रजिस्टर लिएर आउनुभएको? ओहो भनेपछि स्कुल गएको छ त नि अहिले? भन्नु कुराहरू पनि किन भाग्नु पऱ्यो डराउनु पऱ्यो भने म बाघ होइन भालु होइन आमा यार म तपाईँ मात्रै अहिले टिचरहरू कोही छैनन् विद्यार्थी पनि कोही छैन है? त्यही भनेपछि अनि तपाईँ चाहिँ स्कुललाई के गरेर बस्नुहुन्छ त नि अनि? सरसफाइ गर्ने बस्ने स्कुल कुर्ने होइन? ओहो भनेपछि खास निर्णय चाहिँ के भएको र अस्ति नै? पत्र आउन्जेरी बस्नु पर्यो भन्नुहुन्छ होइन? होइन स्कुल चाहिँ बन्द हुनुहुन्न है साथी। मेरो चाहिँ बुझाइमा चाहिँ तपाईँको शुभ नाम के हो भन्नु न यसो सुन्छ होला। चक्रपाणी जयसी हो। तपाईँ चाहिँ खास कस्तो तरकाल जारी खानुहुन्छ तपाईँले? भन्नाले खास तपाईँलाई कोटा कस्तो हो? नगरपालिकाबाट हो कि दुवै ठाउँबाट? ए भनेपछि एक्लै अहिले त है? एक्लै चिया पकाउने खाने बस्ने सरसफाइ गर्ने होइन? भनेपछि बिहान 10 बजे आउनुभयो 4 बजी त जाने होइन त सरसफाइ खाने? अब विद्यार्थी होला नि बिस्तारै बिस्तारै जनसङ्ख्या बढ्ला नि गाउँमा। त्यही त नि होइन? स्कुल चाहिँ यसरी भत्किनु दिन भएन नि त। लौ अब सरसफाइ गर्नुहोस्, यसो आगोसागो बाल्नुहोस्, झाडी फार्नुहोस् होइन? विद्यार्थी हुन्छ आत्तिर भनेको होइन? तपाईँ एक्लै टिचरहरू कलकत्ता गएको थियो नि पहिला पढाउने टिचरहरू सबै तपाईँहरूको कहाँतिर? ओ जापानको वैदेशिक रोजगार सिलसिलामा जापान पुग्नुभयो उहाँ होइन? आम्मा जे होस् चाहिँ तपाईँ मात्रै बस्नुभएको छ अहिले एक्लै है? ल ठिकै छ अङ्कल के नि होइन? स्कुल चाहिँ जोगाएर खानु पऱ्यो। पहिला चाहिँ जमानामा बुढाहरूले दुःख गरेर स्कुल बनाएको स्कुल हो, बल्ल कति लडाभाटी गराएर बनाएको स्कुल हो, जोगाउनु त पऱ्यो होइन अङ्कल? पऱ्यो। त्यही भएर चाहिँ गर्नु सक्यो भन्नाले कोही चेकिङ गर्न आउँछन् र यसो नगरपालिकातिर आउँछन् र जे होस् चाहिँ बस्नुहोस् तपाईँ भने आएर गएको खान भनेपछि तपाईँलाई के गरेर बस्नु भन्ने छ नि त्यहाँ तपाईँ? ए भनेपछि अब यहाँ पछि विद्यार्थी नै भनन् भने यताउति भनौँ के गर्ने भन्ने सौरा हो नि? तपाईँ कहाँ पर्ला त नि तपाईँको फेरि?